छिटो आउनु सकेर जाम यसले गर्दा झन् उता हाम्रो कुकुर टोक्यो नि टोकेन नि 5-6 कुकुरले घेरो नि दियो है सेजुले थ्याङ्क यू सेजु त जाठी कुकुरले गर्दाखेरि आज यताबाट रोडमा निस्केर हिँड्दै जान्छौँ आमा छोरा अनि पर पञ्चमुखीमा चाहिँ एकदम मिठो चटपटे पानीपुरीहरू पाउँछ नि त साथीहरू कति म चाहिँ सामान लट्ठी तिमीलाई बोक्नु तिमी पनि बोकेर हिँड्नु अब एकछिन चटपटे चाहिँ एकदम मिठो छ हेलो सेवारो नमस्ते सुस्मिता लिम्बू ब्लगमा हजुरहरू सबजनालाई स्वागत छ साथीहरू आज पनि म चाहिँ हजुरहरूको माझमा न्यू डे न्यू ब्लग स्टार्ट गरिसकेको छु आई होप हजुरहरू सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज चाहिँ मैले भिडियो घरबाट स्टार्ट नगरेर यहाँ पर प्लटिङमा आएर गर्दैछु किनभने मैले चाहिँ घरबाट आउने बेलामा म भिडियो बनाउँछु जस्तो लागेको थिएन नि त मलाई आज त्यही भएर चुपचाप आएको थिएँ यहाँ आइपुगेपछि चाहिँ भिडियो बनाउन मन लाग्यो मलाई साथीहरू किनभने मेरो चाहिँ बेला बेला मुड चेन्ज भइरहेको छ नि त बनाउँदिनँ भन्छु फेरि भरे कता पुगेर बनाउन मन लाग्छ र बनाउँछु त्यस्तै हो साथीहरू मुडको केही भरोसा छैन हामी यहाँ पर प्लटिङमा आएको छौँ क्या आमा छोरा यहाँ चाहिँ पुरा वरिपरि प्लटिङ छ हाम्रो घर जाने बाटो चाहिँ यता ऊ पर प्रजिता स्कुल देखिरहेको छ अलिअलि पहेँलो आलीबाट हिँड्दै आएको हामी आमा छोरा चाहिँ हिलोमा खुट्टा गाड्दै यता आएर चाहिँ सेजु पुरा बालुवा र ढुङ्गा भेटेर खेल्न थाल्यो नि त अनि म पनि एकछिन खेलोस् न त अब बल्ल बल्ल खेल्न पाएको भनेर छोडिराखेँ साथीहरू घरमा त खेल्न पाउँदैन नि त अनि त्यही भएर कसको को नि उसले चाहिँ ओसारे ऊ त्यो सानो खाल्टी रहेछ नि त त्यहाँनिर लग्दै फाल्दैछ सेजु धेरै फोहोर नहो उसलाई चाहिँ मैले नयाँ लुगा लगाइदिएको थिएँ कि फेरि स्पाइडरम्यानको चाहिँ बिग फ्यान हो नि त फेरि खोल्नै मान्दैन क्या अनि भर्खर स्टिकर उकाएर लगाइदिएको थिएँ त्यही पनि एकचोटि हिँड्नुहोस् भनेर लगाएको त खोल्नै मानेन क्या नानीले अनि त्यतिकै लिएर आएको फेरि यहाँ आएपछि बालुवा खेल्न थाल्यो लुगा धुँदा मेरो त दिनै जान्छ हौ खालि एउटा लुगा धुयो भने पनि म धुइहाल्छु नि त मलाई राख्नु मन लाग्दैन नानीको लुगाहरू हजुर आकाशमा पनि देखाउनु मेरो छोराले चाहिँ भनेको आकाशमा देखाउनु आज फेरि आकाश कस्तो राम्रो भइरहेछ क्या यो क्यामेरामा त देखेको छैन त बादल बिस्तारो सर्दैछ जुन पनि देखाउनु पछि गएर मेरो छोरा पनि ठुलो युट्युबै हुनुहुन्छ है यता सबैतिर देखाइसक्यो मैले लु छिटो खेल लु जानुपर्छ ल अब यहाँ आएको चाहिँ आधी घन्टा भइसक्यो अरू बेला चाहिँ हामी सबै फ्यामिली नै घुम्थ्यौँ नि त तर आज बिजी आउनुभएको छैन नानी र म मात्रै आएको पहिले चाहिँ उता पञ्चमुखी चोकतिर जान्थ्यौँ हामी प्याजी आलुचप खायो तर आज यहाँनिर प्लटिङमा गाडीहरू पनि कुद्दैन नानी पनि आरामले खेल्छ ढुक्क हुन्छ भनेर आएको नानी त खेल्दैछ तर फेरि उठेर जानै मानेको छैन अब चाहिँ सायद हामी यताबाट रोडमा निस्केर हिँड्दै जान्छौँ आमा छोरा अनि पर पञ्चमुखीमा चाहिँ एकदम मिठो चटपटे पानीपुरीहरू पाउँछ नि साथीहरू अनि त्यहाँ गएर चाहिँ चटपटे पानीपुरी प्याजीहरू खाएर जानुपर्ने हुन्छ त्यहाँ गएर पनि नखाइकन जानु चाहिँ ल छिटो खेल लु जाम ल पानीपुरी केटाकेटीलाई त चटपटे पानीपुरी त मुखै झुन्डेको हुन्छ हौ अँध्यारो पनि हुन लागिसक्यो साथीहरू अब चाहिँ म चाहिँ नानीलाई स्कुलबाट आएर खाजा खुवाएँ अरू बेला यतिखेर सुत्थेँ तर ऊ आज नसुत्ने यस्तो एक्टिभिटीहरू साह्रै कडा दिइरहेछ कि सेजुले त्यही भएर मैले चाहिँ ऊ चाहिँ आज नसुत्ने रहेछ भनेर पक्कै पनि मलाई थाहा भयो त्यही भएर लिएर हिँड्नको लागि अब चाहिँ आमा छोरा जाने भिडियो चाहिँ झ्याउ लाग्दै हुन्छ साथीहरू मेरो तर पनि हजुरहरूले हेरेर माया गरिदिनुहुन्छ भने आश राखेको छु है अरू त के भन्नु हजुर डोजर लिएर आउनु म घरबाट कम बाटो छैन म घरमा गएर उसको खेलाउने डोजरहरू ल्याइदिनु अरे माटो भर्नको लागि अनि म घर पुगेर आइज तिमीलाई भुत लिएर जान्छ नि त भाइ अब भोलि ल भोलि आउँदाखेरि बोकेरै आउनुपर्छ उसले चाहिँ चप्पलदेखि लुगा समेत सबै स्पाइडरम्यानको अहिले सानोमा चाहिँ पुरा उसलाई मनपर्छ भोलि ठुलो भएपछि कसो गर्छ होला फोटोहरू देखाइन्छ है म जाम्ले सेजु अघि त मास्क पनि लाग्थ्यो घरमा स्पाइडरम्यानको तर अहिले चाहिँ लाएन भोलिहरू आएको छ जाम बाबा लु होइन अँध्यारो भइसक्यो यहीँनिर चटपटे नखाने पानीपुरी खाने लु जाम न त अब एकैछिनमा झमक्कै रात पर्छ आज चाहिँ हामी अलिक उज्यालैमा आएको थियौँ नभए अरू बेला चाहिँ अलिक अँध्यारोमा आउँथ्यौँ हजुर जुन पनि लुको लु हामी पनि लुकोमा आउँछौँ छिटै लु अझै टाढा पो छ त पञ्चमुखी पुग्नु त लु म गएको म चाहिँ अब गएको जस्तो गर्नु पर्यो आउँछ कि नानी यसरी मजाले बोलाउँदै त आएन कि म चाहिँ फेरि जिन्दगी चाहिँ मेरो नानीको वाटर बोतल यसरी बोक्दै जान्छौ मान्छेहरूले भन्नुहुन्छ क्या अनि ब्याग बोकेर हिँड्नु हुँदो रहेछ भन्नुहुन्छ क्या के थाहा मेरो पीडा है यस्तो ब्याग बोकेर हिँड्छु म अनि जाम लु बिस्तारो बाबा राङ्गाले हान्छ ऊ मुर्रा बसिरहेछ फेरि म हुँदै छिटो कुदेर भागो हो सेजु त त्यसले हान्छ है
हेर्दै कस्तो हान्छ जस्तो छ। यो कुकुरले पनि फेरि पछ्याउँदै आयो हौ। यसलाई मैले साथीहरू यति धेरै खेदाएँ कि ढुङ्गाले हान्दै लट्ठीले देखाएर खेदाएको, त्यो पनि पछ्याउँदै यहाँसम्म आएछ। गाह्रो छ हौ। तिमीलाई बोकेर लानु मैले? लान्छु, बरु मलाई नै बोकेर लग। लाग्यो अब चाहिँ साथीहरू आमा छोरालाई चाहिँ लास्टमा मैले बोकेर लानु पर्यो। यत्रो बेला धुलो हेलजेल चाहिँ नगल्ने, हिँड्नु आएको मान्छे खालि बोक्न लाउँछ र हिँड्नु पनि जागरै चल्दैन हौ। अहिले उता राम्रो बाटोमा चाहिँ हिँड नि ल। कहाँ सक्छु त, अनि तिमी त म भन्दा ठुलो भइसक्यो भने। हामी चाहिँ मेन बाटो पनि आइपुगिसक्यौँ। अब चाहिँ नानीलाई फकाएर हात समातेर हिँडाउँदै लानुपर्ने हुन्छ। सक्दिनँ रहेछ भाइ अचेल त म तिमीलाई बोक्नु। सक्दिनँ भन्दैछु अहिले, जबरजस्ती सक्छौ भन्छ त। मलाई बोक न बरु। यसले चाहिँ गर्दाखेरि आज टोकाइ खुवाउनै पर्यो। खेदाउँदा पनि मान्दैन, कस्तो यो त अल्टर खालको भएको हौ। घुस्रिँदै आउँछ। कुकुर त हाम्रैतिरको हो कि पछ्याएर आएको क्या यो। खेदाउँदा दिन गइसक्यो, जानै मान्दैन। हामीभन्दा अगाडि पुगिहाल्छ। आज यसले गर्दाखेरि टोक्छ हामीलाई। फेरि सबैसँग झगडा गर्दै हिँड्छ। हामी चाहिँ फाइनली यहाँ प्याजीहरू पाउने ठाउँमा आइपुग्यौँ साथीहरू। कुकुरले गर्दा झन्डै टोक हौ। सेजी के खाने अरे भन त? आयो भाइ, प्याजी चप खाऊ पहिले। अहिले बनिँदै खान्छ सेजु पकाएर त। फेरि जिद्दी चाहिँ नगर है। अब यसले गर्दाखेरि यो हाँगा भाँचेर आएको क्या म हान्नलाई। 5-6वटा कुकुरले घेरेर। कस्तो खालको कुकुर त ठिक रहेनछ हौ। झन्डै क्या मान्छेहरू त यहाँ बाटोमा कुदिराखेको भाइहरूलाई पनि खुट्टामा टोकिदिन खोज्छ। अनि स्कुटी बाइकहरू सिटीहरू केही कुदे पनि झम्टे आमा यसले त खेदाउनु त यसलाई, हामीलाई टिर्दैन। खाउला टोक्छ है फेरि, खतरा छ नि यो त। हामीलाई पछाउँदै आएको हुन चाहिँ हाम्रैतिरको हो कि, तर टिर्दैन क्या। घरदेखि नै आउँदाखेरि खेदाउँदै आएको कि, यसले गर्दा झन्डै उतानिर हामीलाई कुकुर टोक्यो नि। टोकेन नि, 5-6वटा कुकुरले घेरो नि। त्यही भएर मैले उतानिरको हाँगै बोकेर आएको भाँचेर यसलाई हान्नलाई। जुनलाई हुनु त्यसलाई झ्याम्सिजाम हान्नु पर्यो भनेर। मैले अघि घरबाट निस्किने बित्तिकैदेखि ढुङ्गाले हानेको, खेदाएको, नमानेको। यो त कस्तो खालको हटा भइसकेछ। खालि हाम्रोमा बस्छ नि त निस्लोमा, बिचारा भनेर छोडिदिएको त। अब त त्यसलाई बस्दिनँ म। फेरि स्कुटीमा हिँड्ने मान्छेलाई पनि झम्टिन्छ, सिटीमा हिँड्नेलाई पनि झम्टिन्छ। त्यसको खुट्टा भाँचेको छ कि, त्यस्तैले किचेर भाँचेको हो कि, त्यही भएर रिसले होला। जेलाई पनि झम्टे गर्छ। लु खाऊ सेजु ल, कुकुर नहेर अब घर गयो। उसले चाहिँ जहिले पहिले प्याजी चप खान्थ्यो नि त, अनि अहिले त प्याजी चप खाऊ भन्दा पनि नमानेको। पानीपुरी छ दिदी? कसरी पो हो? 20 रुपियाँ दिनु ल, पिरो नहालिकन। अब जमाना उल्टो भइसक्यो। हामीले चाहिँ होइन, केटाकेटीले चाहिँ चटपटे पिरो अमिलो है पानीपुरी। हाम्रो जमाना सकिएछ। कुकुरले गर्दा पछि नै छुट्यो नि हौ। हाम्रो झन् नानी चाहिँ बोकिराखेको थिएँ, नभए त 5-6 ठाउँ टोक्थ्यो होला हौ त्यत्रो धेरै कुकुरले। निसेजुन खै मलाई पनि देऊ त अलिकति ल, एउटा निकालेर। नदिने त्यत्रो 50 रुपियाँ किनेको छ, मलाई चाहिँ नदिने। देऊ न, सेजु कति ज्ञानी छ। देऊ, म थ्याङ्क यू भन्छु अनि। अबै लोभी दियो है सेजुले। थ्याङ्क यू सेजु। हालिदिनु न पिरो छैन भने। अब चाहिँ आमा छोरा प्याजी खान्छौँ बसेर, पानीपुरी पनि। एक ठाउँ चटपटे पनि ल, पिरो चटपटे पिरो नहाली। तातो प्याजी पनि रेडी हुँदैछ। यो आलु चप चाहिँ हो? आलु चप यता रहेछ। अब चाहिँ यति चाहिँ पकाउनु हुन्छ होला नि। हामी आज अर्कै बाटोबाट हिँड्दै आएको, अरू बेला यताबाट खाइसकेर उता हिँड्दै जान्थ्यौँ कि, आज उताबाट निस्केर यताबाट जान आँट्यो क्या। पर प्लटिङ छ नि, त्यहाँ आमा छोरा बसी यता अवस्था गर्दा क्या। पानीपुरी बिचको किलो नहाली, अनि चटपटे एक ठाउँ गिलो हाल्दिनँ। चटपटेमा आज गिलो खाइदिउँ कस्तो हुन्छ। म चाहिँ हतपति गिलो खाँदिनँ नि त, प्रायः सुक्खा खान्छु। अनि पानी चाहिँ यसरी फ्यालेर राम्ररी खाऊ। अरू बेलाको भन्दा आज प्याजी अलिक पिरो रहेछ नि त, के भएको?
खोल्नु सकेनौ अनि रुइहाल्नुपर्छ भन्नु पर्दैन पिरो भइसकिहाल्यो चाहिँ अनि त्यही भएर चाहिँ अलिअलि पिरो छ कुन त नभए अमिलो पनि अलिकति हालिदिनु न त बोतलको पानीपुरीको झोल होइन कि अर्कै चटपटीमा हाल्यो भने पिरो हुँदैन होला नि त होइन पातलै हुन्छ होला जुगाड त गर्नु पर्यो त्यसै त यहाँ प्याजी पिरो भएर रुँदैछ आज अलिक पिरो रहेछ क्या हजुर पखिँदैन नि फुट्छ मात्रै भने कपाल तानौ फेरि के आज चाहिँ यहाँनिर लाइट ल्याउनु बिर्सिनु भएछ त्यही भएर भन्दा कहाँ त पसिनै पसिना त्यसै त यस्तो हिँड्दै आएको गाडीमा त्यही माथि पिरो हालेछु हालिबाट फेरि एनाकोन्डा आउँछ अहिले हौ फिटरु एनाकोन्डा होइन हौ एनाकोन्डा भनेको आयो अब चाहिँ हाम्रो पानीपुरी पनि सेजु पुरा खाँदैछ यहाँनिर सेजुन पिरो भयो भने नखानु ल ए त्यसो त ठिकै छ जुगाडको लागि हामीले चाहिँ पानीपुरीको अमिलो होइन कि यो चाहिँ चटपटीमा हाल्ने अमिलो युज गर्दैछौँ वाउ कति मिठो होला नि मैले चाहिँ नानीलाई धेरै भएको थियो पानीपुरी नदिएको किनभने ऊ चाहिँ खालि मर्की लाग्ने खोकी लाग्ने मात्रै भइरहेको थियो त्यही भएर खाऊ खाऊ पानी चाहिँ नखाने भाइ खाऊ के खान्छौ यो पानी पनि देखाइदिनु ल देखाए मिठो भयो ल खाऊ मेरो चाहिँ चटपटी बन्दैछ अब आएपछि खान्छु म पनि एउटा खाइ चाखिहाल्छु ल भाइ तिमीलाई धेरै हुन्छ यत्रो धेरै म चाहिँ नानीको लागि खानेकुरा पनि ठुलो मान्छे दुईजनाले खाइन सक्ने किनिदिन्छु भन्नु पानीपुरीको अमिलो सम्झेर हालेको त अमिलो मात्रै रहेछ हौ हो त दिदी पानीपुरीको अचार दिन ए अमिलो दिनु होला अलिकति यो पो भोलि हाल्दा खाएको त झन्डै मैले नि अमिलो बिग्रियो किन नुनहरू केही लागेन भनेको त नानीको लागि यो नर्मल खालको थियो नि त अब चाहिँ म पनि एक दुईवटा खान्छु किनभने शरीरले खाइसक्दैन नि त बाबा पिरो छ नि त ल हालिदिन्छु रुनु नपाइने समात्नु ल ल ल खानु त लु हेर्छु टुपी पोल्ने पऱ्यो अब खाऊ थोरै चाहिँ पानी खानु पऱ्यो अब चटपटी पनि रेडी भएर आएछ तेरो अब चाहिँ खानुपर्ने हुन्छ यसमा चाहिँ नानीले खाँदा पनि हुन्छ किनभने पिरो हालेको छैन ऊ चाहिँ पिरो भए पनि पानीपुरी खानु छोडेको छैन झन् उसलाई पिरो हुन्छ भनेर मैले चाहिँ नर्मल खालको पानी माग्दिएको फेरि ऊ चाहिँ लास्टमा त्यही पानीपुरीको पिरो झोलसँगै खाने भएर खाइरहेछ त्यही चटपटी खानु हेर्दै खाम लाग्दो चटपटी छ अब चाहिँ म ट्राई गरेर भन्छु साथीहरू के भयो त्यहाँ चाहिँ चिलायो ल देखायो दाँत उडेछ हौ म चाहिँ कतिखेर दाँत उडेको साथीहरू किनभने अघि मैले यहाँ थोरै अमिलो ट्राई गरेको थिएँ नि एउटा पानीपुरीमा नर्मल खालको त्यसले गर्दाखेरि दाँत उडेछ छोटी उडे जस्तो अब चाहिँ खाँदै हाल्नु गर्दै एक प्लेट भर्खर एक चम्ची चाहिँ खाँदैछु लु खानुहोस् दिदी एउटा अर्को पनि चम्ची दिनु त मलाई छोराले कब्जा हानिहाल्यो चम्ची खाम ल लु पुरा आयो त्यसै चाहिँ भोकाइ क्या हो जे पनि म भन्दा अगाडि खान थाल्यो त भाइले चटपटी चाहिँ एकदम मिठो छ यो चाहिँ म पहिलो सानामा स्कुल पढ्दाखेरि हामी त्यस्तै टेस्ट आएको छ यहाँबाट चाहिँ
आउँदैछ सेम यस्तै टेस्टको चटपटी पाउँछ नि त हाम्रो त्यति बेला एकदम फेभरेट थियो बाटोमा चटपटी खाँदै बसेको टिम्बर सडक सबै घिमिरे अङ्कलहरूकोमा खाएको जस्तो टेस्ट आयो क्या एकदम मिठो म चाहिँ पहिले स्कुल पढेदेखि नै किलो चटपटी खानु छोडेको थिएँ क्या बेला बेला चाहिँ खान्छु तर खुर्सानी नहालिदिनु भने चाहिँ परेछ हौ छिटो कम्ती ल जानुपर्छ खाना पनि खानुपर्छ त्यसले चाहिँ यो लक लाग्छ यसो गर्दाखेरि लक लाग्छ नि त अनि खोल्नु सक्दैन ल ल भयो धेरै नखाउनु समाउ त आफै भयो आज चाहिँ यति धेरै पानी खाइसक्यो अरू बेला बोतलमा जतिको त्यति हुन्थ्यो आज खरिरहेछ अब चाहिँ छिटो छिटो खाएर जानुपर्ने हुन्छ साथीहरू एकदमै अँध्यारो पनि भइसक्यो घरमा खाएर खाना पनि खानुपर्नेछ फेन नभएको ठाउँमा त बस्न नसकिने रहेछ जस्तै खुला ठाउँमा पनि अब भयो हामी आमा छोराले चाहिँ साथीहरू चटपटे पानीपुरीहरू खाइसकिनौँ पानीपुरीको पनि यहाँ यत्तिकै सेजुले नासै गऱ्यो है टोक्री टोक्री खाएछ त्यहाँको आलु चाहिँ ती छ किमाहरू अनि चटपटे पनि मैले चाहिँ खान सकिनँ यहाँ छ अनि यता छ प्याजी ए बोकिहाल्नु अहिले हिँड्नु लगाएको मान्छे खालि बोक्नु उठ न म भरे कोकिन्छु उतानिर छि फटा भयो भाइ उठ यहाँनिर बस्छ म पैसा तिर्छु अनि बोक्छु ठक्छौ हामीले चाहिँ पानीपुरी चटपटीहरू प्याजीहरू पनि खाइसक्यौँ साथीहरू नखाएको यहाँनिर होम डेलिभरीको सुविधा गरेर अब चाहिँ हामी लाग्यौँ यहाँबाट पारिपट्टि दोकान चाहिँ त्यहाँ चाहिँ कोकहरू पाउँछ जस्तो छ त्यहाँबाट किनेर खानुपर्ने हुन्छ मेरो मुक्सी पिरोले त्यसै त दाँत दुखिरहेको थियो निउ मात्रै भयो सेजु खाइसकेर अब त बेरेन्ची पनि बोकेर जाने हो हिँड्दै जानुपर्छ है ल यति ठुलो भएको मान्छे अलिक बोक्नु लाउँछन् हजुर वा हो रहेछ अब चाहिँ उसले सबै किन्ने भयो नि साथीहरू त्यही भएर चाहिँ एम्बुलेन्स हेर यो देखाऊ भनेर हजुर ल म भरे किनिदिन्छु ल यति सानो 5 रुपियाँको जामिन लु आमा छोराको कुरा मिल्यो अरे अरू भन्दा पनि साथीहरू आज हिँड्नु आएको चाहिँ बिजोको अवस्था भयो किनभने यो कुकुरले गर्दाखेरि हामीलाई नै अरूले टोक्छ जस्तो भयो पर अङ्कल खेल्दै आउँदै हुन्छ क्या त लट्ठी बोकेर अङ्कललाई थाहा भएन होला यो कुकुर हामीसँग आएको भनेर भाइ पनि ठुलो लट्ठी बोकेर हिँडिरहेछ लट्ठी बोकेर हिँड्ने क्या अहिले त दुःख दियो हौ के भएको अरू बेला त कहिले यस्तो गर्दैन त आज त जेलाई पनि झम्टिन्छ भन हामीलाई चाहिँ के गरेको छैन है चिनेर होला अङ्कल आउँदै हुनुहुँदाखेरि म सोध्छु ल आयो अलिक नजिक आउनुहोस् आज त लट्ठी बोकेर हिँड्नु पर्नेछ आज चाहिँ हामी धेरै घुम्यौँ अरू बेला भन्दाखेरि निस्केको अहिले होइन घरबाट उज्यालो पनि निस्केको थिएँ मैले त रात पनि परिसक्यो अङ्कल घरसम्म जानु लट्ठी बोकेर होइन यता अङ्कललाई भनेको कुकुर खेदाउँदै हुन्छ क्या अङ्कल लट्ठी बोकेर अनि सोधेको तपाईँलाई भनेको खेदाउनु लु ल मार्नु त पोलेर खाइहाल्नुपर्छ ल खै भाइको पनि लट्ठी कत्रो रहेछ नि हो नकुदा भयो लु लट्ठी बोकेर चोर खेदाउनु गयो जस्तो कुकुर खेदाउनु रहेछ भयो भाइ भयो त जाँठी कुकुरले गर्दाखेरि आज टोक्ने पऱ्यो हामीलाई लट्ठी बोकेर हिँड्दा पनि धर्छ होइन ऊ छाइ जान हौ के गर्छ कि पछाडि जा यसलाई त म हान्छु होला हानौँ जा भाग त्यसलाई पनि कुट्नु भेट्नु पऱ्यो नि ल हिँड हरिन म सबैलाई हान्छु टोक्छ छै सबैलाई हान्छु आज म हामी छिटै घर त पुग्थ्यौँ होला साथीहरू तर यो कुकुरले गर्दाखेरि बाटोमा रोकिँदै नरोकेको त ठाउँै भएन आज जान हौ के पछ्याएको हौ यसले त अबदेखि बस्ला चाहिँ हाम्रो निस्लामा फेरि यो चाहिँ केटी हो नि त ऊ त अर्को पनि रातो त केटी नै रहेछ घर पुग्न आँटिनौँ आज हामी यो लट्ठी बोकेर आएको चटपटी खाने ठाउँबाट त्यो दिदीलाई माग्यो अरे जानु सोच्यो होइन सर्टकट बाटोबाट भागो भयौँ हामी लट्ठी बोक्ने लु जाऊ कुकुर आयो भने मलाई दिइहाल्नु होइन कुकुर आयो भने गाह्रो छ हौ हिँड्नु आउनु पनि आउलु यतिखेर चाहिँ हामी घर पुगेर खाना खाएर बरु सुतिसकेको हुन्थ्यो मलाई आमा छोरा यो कुकुरले गर्दाखेरि आजको इभिनिङ वाक पनि यादगार हुने पर्यो
मैले चाहिँ फेरि यसरी भिडियो पनि यही हातले बनाइरहेको छु अनि हेर्न सक्नुहुन्छ चटपट पनि यसरी उनेको छु क्या हजुर यसको त म आज उपचार गर्छु आओस् मात्रै न हिँड्नु लु पहिले बाटोको रुख भाँचेर खेदाउँदै हिँड्नुपर्छ कहिले लट्ठी मागेर बिजोक बनाए आज हामीलाई जाम लु ऊ अर्को पल्लो बाटो हाम्रो घर जाने तर पनि कसैले टोक्न चाहिँ सकेको छैन यसलाई अर्को बाटो कोक किनेको त्यो पनि हातमै बोकेर हिँडिरहेको छु छिटो होइन म त फेरि त्यही राखेर जान्छु नि तिमीलाई टुक्रुक्क आऊ जाम फेरि सेजुनलाई चाहिँ बाटोमा केही देख्नु हुँदैन आज कुकुर र सेजुनले मलाई दुईजनाले रिस उठाएर मर्न आँट्यो जाम छिटो लु बाबाले फोन गर्दै हुन्छ ढिलो भयो अरे घर जाम लुगा त झन् हेर्नै नहुने भइगयो नि नयाँ लुगा पनि नयाँ लुगा नरहा भयो लु आऊ है कोक खानुपर्छ साथीहरू अघि चाहिँ मैले पिरो भएर कोक किनेको थिएँ मेरो लागि चिसो फ्रिजको सेजुलाई बाहिरको लु सेजु चस गरेर खाम आऊ बाटोबाट टुक्रुक्क बसेर खाँदैछौँ अघि नै खानु पऱ्यो भनेको कुकुर खेल्दा खेल्दा यहाँ आइपुगेछौँ अझै पनि घर पुग्नु छ 5 मिनट जति त्यतिखेरसम्म कतिवटा कुकुर खेलाउनु पर्ने हो उता बाटोबाट जान्थ्यौँ तर हामी त्यताबाट बिचबाट आयो क्या सर्टकट बाटो साह्रैले दुःख दिएर फेरि पर्खेर बसिरहेको छ माया पनि लाग्छ रिस पनि उठ्छ यसलाई त म बाढी आयो पनि खेलिदिँदैौ हेजो कुकुर त दुःख दियो नि हामीलाई हजुर आज चाहिँ मैले साथीहरू साँच्चीको भन्नु पर्दाखेरि हजुर मुख पनि धुएको छुइनँ हौ भुट जस्तो देखिरहेको होला नभए त यसो भिडियो बनाउँदाखेरि त अरू केही नलागे पनि लिपस्टिकसम्म त लाउँछु नि त म तर पनि केही छैन है जल्दी राम्ररी भएर पनि बनाउनु पनि हुँदैन धेरै जस्तो त्यस्तै पनि बनाउनुपर्छ है कहिले कहिले आउनु साजु मासी गल हो मेरो त बोक्छु भनेको होइन उता नजानु लडिन्छ भनेको यता भ्याएको त प्या प्या गर्दैछ भरे फेरि फस्लाउ छिटो खाउनु सकेर जाम अबदेखि कुकुरा हेर्नुपर्छ र हिँड्न आउँदाखेरि फर्स्ट एन्ड लास्ट साह्रै दुःख दियो यसले अङ्कल खेलाउँदै आउँदै हुनुहुन्थ्यो परबाट अङ्कल पनि गलेर जानुभयो क्या भेट्नु भएन र खै घाँटीमा नछ त बाबा बोक्दिन है बोक्नु त भाइ हिँड्नु नि लु सेजो पानी बालुवा माटो ढुङ्गा केही पनि देख्नु हुँदैन तिमीलाई लु गएको म त आऊ छिटो गलिसकेँ हजुर देखेँ पानी लु आऊ तिमी चाहिँ आऊ न छिटो त्यो बिर्को मुख नहाल है कोकको छिटो खाऊ होइन छोड्दै हो भागिहाल्नु भने पसेको बेला के खोज्न गला त्यहाँ चाहिँ यसले अहिले हामी हिँडिकन गएको एउटै घर पनि छोडेन घर पनि जाँदै सुँग्दै आउँछ है अनि मान्छे पनि एउटै छोडेन गाडीहरूलाई पनि एउटैलाई छोडेन एउटा कुकुरले सबैलाई हैरान पार हो आज हिँड चाहिँ जाऊ त जाम लु फेरि मजाले पो हेर्नु बसेछ एउटा चाहिँ यता दुइटालाई मै छोडिदिएर जान्छु आज नभए म घर पुग्छु जस्तो छैन आज विजयले चाहिँ कहाँ हराए आमा छोरा भनेर फोन गर्दै हुनुहुन्थ्यो अरू बेला चाहिँ हामी ढिलो भनेको 1-1.5 घन्टामा पुगिहाल्थ्यौँ आज 3 घन्टा भइसक्यो जाम न सेजु यहाँ बसेको छोडेर जाम त हामी भागिहालौँ कुदौँ छिटो उठ भरे उफ्रेर निस्किन्छ लु हिँड हिँड न बाबा लु म गएको ल तिमी हेरिबस लु गएँ म त कस्तो त यति नगरे त फेरि उठेर कुद्दैन केटा बिस्तारो लु यतै बस्दा चाहिँ लट्ठी बोकेर अझै पनि त्यसो अगाडि कुकुरहरू हुन्छ है लाग्यो अब चाहिँ साथीहरू हामी घर आमामा हामीलाई छुट्नु निस्केर आएछ फेरि कति म चाहिँ सामान लट्ठी तिमीलाई बोक्नु तिमी पनि बोकेर हिँड अब एकछिन हिँड लु हामी चाहिँ साथीहरू बल्ल घर पनि आइपुगिसक्यौँ आधी घन्टाको बाटोमा कुकुरले गर्दा 2-3 घन्टा लाग्यो त्यही पनि अहिले चाहिँ हामी घर आइपुगिसक्यौँ त्यसलाई चाहिँ 10-12 कुकुरहरूले छेको नि त सायद भरे त्यो हातखुट्टा भचाएर टाउको टोकाएर के गरेर चाहिँ घाइते भएर आइरहेको हुन्छ होला आउनु चाहिँ हाम्रोमा आउँछ बाँचो हो भने गएर बचाउनु पऱ्यो भनेको फेरि कुकुरहरू कति धेरै क्या 10-12वटा आयो अनि अब नानी पनि त त्यही भएर नानी लिएर म चाहिँ गएँ त्यहाँ मान्छेहरूले पनि खेलाइदिनु भएन क्या
आजको लागि चाहिँ मेरो भिडियो यति नै थियो। यदि हजुरहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। एकदमै धेरै गल्यो आज यस्तो लामो त कहिले हिँडेको थिएन इभिनिङ वकमा। त्यो पनि केही साथीहरू यादगार भयो। यति बेलासम्म त म घुमेर कहाँ गएर आइपुग्थेँ भिडियो बनाएर, तर आज चाहिँ एकछिन हिँड्नु गएको यत्रो बेर लाग्यो। साथीहरू आजको लागि चाहिँ मेरो भिडियो यति नै। फेरि पनि हजुरहरूको माझमा नयाँ नयाँ भिडियोहरू उपस्थित हुनेछु। त्यति बेलासम्मको लागि भने बिदा माग्न चाहन्छु। बाई बाई।